हेलो गाइस, नमस्ते बन्दगी। म चाहिँ सन्जु राजवंशी ताजपुरिया हो। मेरो घर चाहिँ झापा गौरीगञ्ज हो है। अहिले म हाल चाहिँ ओमनमा छु अनि ओमन आएको 21 मन्थ कम्प्लिट भयो। अनि तपाईँहरू सोच्दै होला राजवंशी ताजपुरिया भनेर। राजवंशी चाहिँ मेरो माइती हो है, माइती हो। अनि ताजपुरिया चाहिँ मेरो हस्बेन्डको। अब ताजपुरिया भएपछि ताजपुरिया हुन्छ है। इन्टरकास्ट हाम्रो चाहिँ के भएको। अनि आज मेरो यो सानो भिडियो साथी सबैजनाले सपोर्ट गरिदिनु होला। मेरो पनि यो भिडियोलाई सपोर्ट गरेर माया गरिदिनु होला सबैजनाले। म आशा राख्दछु हजुरहरूमाथि। हामी नेपाली भएर सबैजना मिलेर नेपालमै केही गर्नुपर्छ जस्तो लाग्छ मलाई। अब विदेश साथी विदेश आइन्छ, विदेशमा पनि केही न केही एक सोचेर आइन्छ है। दिनहरू बित्दै गयो घर जाने बेला आइसक्छ। फेरि के गर्नु, जस्ताको त्यस्तै हुन्छ साथी। केही काम छैन विदेशमा। नेपालमा सोचो विदेश गएपछि अलिक हुन्छ कि बा भनेर, तर यता पनि विदेशमा पनि यस्तै हो साथी। के गर्नु, यस्तै हो, केही काम छैन। विदेश भनिन्छ, तर विदेश त त्यही बाध्यताले आउँछ मान्छेहरू है। बाध्यताले आइएको हुन्छ, रहरले त कोही पनि हुँदैन विदेश। अनि त्यही हो, सबैजना मिलेर केही नेपालमै गरौँ भन्ने मेरो चाहना चाहिँ। अब सबैजनाले मेरो यो सानो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, सबैजना माया गरिदिनु होला भन्दै आजको मेरो यो सानो भिडियो यही टुङ्ग्याउन चाहन्छु। हस् त, बाई बाई एभ्रिवान। बन्दगी।